नमस्कार साथीहरू, आज म दाउरा च्यात्न गइरहेको छु। आजको यस भिडियोमा म मेरो आफ्नै दाउरा च्यात्ने शैली देखाउने छु। र अब वैशाखको महिना पनि लागिसक्यो। यो वैशाखको महिना हो। अबको केही समयपछि यहाँ बर्खा लाग्छ, बर्सात काल सुरु हुन्छ। त्यतिखेर दाउराहरू भएन भने बाल्न बहुत निकै कठिन हुन्छ। र यहाँ चाहिँ टोटली इन्धन भनेको दाउरा नै प्रयोग गर्छौँ हामी। यहाँ ग्यासहरूको त्यो चाहिँ सुविधा छैन, त्यो हामी यहाँ गाउँघरमा जलाउँदैनौँ। र अब गफ गर्दा गर्दै दाउरा च्यातौँ। र मेरो दाउरा च्यात्ने स्टाइल हेर्नुहोस्। दाउरा च्यात्ने कुनै नौलो कुरा त होइन, यहाँहरू सबैले पनि गर्नुभएको होला। तर यो चाहिँ गाउँघरको जीवनशैली देखाउँ भन्ने उद्देश्यले मात्र यो भिडियो चाहिँ बनाएको हो। सुरु गरौँ है त। अलरेडी आरा मेसिनले यस प्रकारले साना साना पिसहरू मैले दाउराको पहिले अलरेडी बनाइसकेको छु। यसमा चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो पिसहरू बनाउँदा एकदम सजिलो हुन्छ। आरा मेसिनको प्रयोग यदि तपाईहरुसँग छ भने प्रयोग गर्नुहोला, एकदम राम्रो सहज हुन्छ। र त्यो भइसकेपछि अब यी पिसहरू बनाइसकेपछि यहाँनिर चाहिँ एउटा अचानो भन्ने यस्तो प्रकारको दाउरा चाहिँ तल राखेर त्यसमा मजाले यो दाउरा यसरी राखेर यसमा यसरी दाउरा राखिसके पश्चात अनि बन्चरोले बजाउने। हेर्दैन फुत्किन्छ कहिले यस्तो गर्ने। अनि मेरो स्टाइल यस्तो हो साथीहरू, तपाईहरुले कस्तो दाउरा च्यात्नुहुन्छ यस्तो गर्ने। ल भयो, क्लियर भयो। अब अर्को, अब यसरी टक्क लगाएर यो राख्ने, यो अनि कान्ने, अड्केपछि यस्तो गर्ने अनि कान्ने। यस्तो गर्ने साथीहरू। आजको भिडियो कस्तो लाग्यो साथीहरू? यहाँलाई मन पर्यो भनेदेखि लाइक गर्नु होला, कमेन्ट गर्नु होला र वन विनाश नगर्नु होला। हामीले चाहिँ यी दाउराहरू सुकेको रुखहरूलाई चाहिँ अलरेडी ढलेको सुकेको रुखहरूलाई गिरेर चाहिँ बनाएको जम्मा गरेको दाउराहरू हो। आला रुखहरू नडाल्नु होला, वन विनाश नगर्नु होला। किनभने वन भनेको हरियो वन नेपालको धन। वनले नै अक्सिजन दिन्छ, वनले नै जडीबुटीहरू दिन्छ। वन विनाश नगर्नु होला, डडेलोहरू नलगाउनु होला। यति भन्दै आजको यस भिडियोबाट म सागर बुढा बिदा हुन चाहन्छु। नमस्ते।